दुई जनाको ज्यान जाने गरी आजको झडप आगजनी र तोडफोडको मुख्य नायिका नै दुर्गा प्रसाई हुन्। साँच्चै राजा फर्काउनु पर्छ भन्नेहरूले यो भिडियोलाई बिना पूर्वाग्रही हेर्नुहोस्। झगडाका बिउ दुर्गा प्रसाई नै हुन्। जब दुर्गा प्रसाई आफै गाडी चलाएर आन्दोलनको भिड छिचोल्दै तीव्र गतिमा हुइक्याउँदै प्रहरी घेरालाई समेत किचौला झैं गरी तीनकुनेमा अघि बढे, निषेधित क्षेत्र तोडेर बानेश्वरतिर अघि बढ्न खोजे। त्यसपछि माहौल बिग्रियो। प्रहरीले अस्त्र ग्यास प्रहार गरी स्थिति नियन्त्रणमा लिन खोज्यो। राजावादीहरूले पत्याए पनि नपत्याए पनि आजको झगडाको मूल बिउ नै दुर्गा प्रसाई हुन्, जसलाई आजको आन्दोलनको कमान्डर बनाइयो। उनै कमान्डर माहौल बिगार्न खलनायक बने। 12:30 बजेसम्म स्थिति ठिकै थियो। 1 लाख मान्छे उतार्ने उद्घोष सहित काठमाडौँको तीनकुनीमा राजावादीहरूको विशाल प्रदर्शन गर्ने भनेको थियो। तर 5 तला माथिबाट कैद भएको यो भिडियोमा हेर्नुहोस् र अनुमान लगाउनुहोस् प्रदर्शनकारी कति थिए भनेर। साँच्चै भन्ने हो भने कनिका छरे झैं छरिएका राजावादीहरू 5000 पुग्न पनि मुस्किल देखिन्छ। सायद यही कारण अराजक दुर्गा प्रसाई उदण्ड बने र देशकै ध्यान आकृष्ट गर्न माहौल बिगार्न यो हत्कण्डा अपनाए। यो अराजक स्टन्ट देखाउने र तोडफोड गरी लुटपाट गर्ने सम्मको डिजाइन पूर्व निर्धारित थियो कि भन्ने अनुमान लगाउन सकिन्छ। सुरक्षा विज्ञहरूले पनि आजको तनावपूर्ण अवस्थाको जड दुर्गा प्रसाई नै भएको निष्कर्ष निकालेका छन्। कमान्डरै स्वयं चाहिने गाडीमा हैन, फिल्मी हिरोको शैलीमा हैन, फिल्मी हिरोको शैलीमा गगल्स दिएर प्रहरी माथि नै चाहिने गाडी चढाउने हिसाबले निषेधित क्षेत्रमा जान पाइन्छ भने हैन, जान पाइँदैन। हेर्नुस्, त्यसरी निषेधित क्षेत्र भनेर जब अघिल्लो दिन नै 1-2 दिन अगाडि नै के अरे प्रहरी प्रशासनसँग समन्वय गरिसकेपछि त्यो जिद्दी गर्ने हो। त्यो पनि त्यत्रो आन्दोलनको नेतृत्व गरेको व्यक्तिले। माहौल बिग्रियो त्यही भएर मात्र। हेर्नुस्, प्रहरीलाई नै पेलेर अघि बढ्न खोजेपछि प्रहरीले भिड तितरबितर पार्दै दुर्गा प्रसाईलाई नियन्त्रणमा लिएर केही मिनेटमै छाड्यो र दुर्गा प्रसाई आफ्नो युवा दस्ताको सुरक्षा घेराभित्र बसेर मञ्चतिर अघि बढे। मञ्चमा पुगेर कार्यक्रम सुरु गर्न खोजे पनि बाहिर माहौल शान्त बनेको थिएन। दुर्गाले मञ्चमा पुगेर पनि प्रदर्शनकारीलाई संयमित रहन आग्रह गरेनन्। उल्टै उक्साहटपूर्ण रूपमा प्रहरी ज्यादती भयो भन्दै चर्को बोल्न थाले। प्रसाईले प्रहरीले पहिले गोली चलाएर माहौल बिगारेको आरोप लगाएका छन्। बाहिर प्रदर्शनकारीहरू प्रहरीसँग भिड्न थाले। प्रहरी अस्त्र ग्यास प्रहार गरी स्थिति नियन्त्रणका लागि केन्द्रित बन्यो। तर प्रदर्शनकारीहरूले व्यक्ति पिक्ष्यका घरमा ढुङ्गा प्रहार गरी तोडफोड गरे, आगजनी गरे। व्यक्तिका घरहरू छेद बनेका छन् र पनि प्रहरीले ठूलो बल प्रयोग गरेन। प्रहरीले आजको घटनामा ठूलो संयमता अपनाएको देखिन्छ। प्रहरीले चाहिँ संयमता हदैसम्म चाहिँ अपनायो। प्रहरीको संयमताको तारिफ गर्नुपर्छ। किनभने जसरी आन्दोलनकारीहरू फिल्डमा उत्रिए, अराजकता देखाए हैन, एउटा व्यक्तिको प्राइभेट सम्पत्तिमाथि आगजनी गरे, तोडफोड गरे, सवारी साधनमा आगजनी गरे। सायद प्रहरीको भेहिकल पनि क्षति भए जस्तो मलाई लाग्छ। त्यति हुँदासम्म पनि मानवीय क्षति भएन के? त्यो हदैसम्मको संयमता हो हैन। तर संयमता देखाउने नाममा कुनै पनि नागरिकको धन जनको क्षति हुने अवस्थासँग चाहिँ नि प्रहरीले सम्झौता गर्न हुँदैन। अब यो आन्दोलन त लामो जाने मैले देखेको छु। बरु दुर्गा प्रसाई एन्ड अराजक झुण्डले व्यक्ति विशेषको घरमा आगजनी र तोडफोड गरेको छ। एकजना पत्रकारको ज्यान गएको छ। रिपोर्टिङको क्रममा एभिन्यूज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजकको आगोमा परेर ज्यान गयो। घरभरि मान्छे बसेको अवस्थामा दुर्गाका अराजक प्रदर्शनकारीहरूले भवनमा आगो लगाइदिएका थिए। यो हदसम्मको आतंककारीहरूलाई कुन हदसम्मको कारबाही होला त्यो हेर्न बाँकी छ। यो घटनाको सम्पूर्ण दोष दुर्गा प्रसाईमाथि लगाई गिरफ्तार गर्नुपर्ने पत्रकारहरूले माग गरेका छन्। अर्का व्यक्तिको पनि ज्यान गएको बुझिएको छ। यसको विवरण प्राप्त भइसकेको छैन। तर समग्रमा निर्मल निवासबाट ज्ञानेन्द्र शाहले दिएको उक्साहटका कारण आज तीनकुने, बानेश्वर, कोटेश्वर, जडीबुटी, सिनामंगल लगायतको क्षेत्र दिनभर तनावपूर्ण बन्यो। प्रदर्शनकारी र प्रहरीको मुठभेड भइरह्यो। आजको दृश्य सायद 2062-63 को जनआन्दोलनकै झल्को दिने खालको थियो। प्रदर्शनकारीहरूले अलिकति पनि संयमता अपनाएको देखिएन। सुरुमा आन्दोलन भड्काइराखेर दुर्गा प्रसाई भने घरतिर लागेका थिए। साँझ 6 बजेसम्म पनि प्रदर्शन रोकिएको छैन। यसबीचमा प्रदर्शनकारीहरूले विभिन्न स्थानमा तोडफोडसँगै लुटपाट पनि मच्चाएका छन्। धेरै ठाउँमा प्रदर्शनकारी हावी हुँदा प्रहरी पछि हट्नु परेको थियो। तीनकुनेबाट प्रदर्शनकारीहरूलाई प्रहरीले लखेट्दै सिनामंगल चोकमा ल्याइपुर्याएको छ। तर सिनामंगल चोकबाट भने प्रहरी
लखेट्न सफल भइरहेको छैन। आन्दोलनकारीहरूले उल्टै प्रहरीलाई दबाव सिर्जना गरिरहेका छन्, ढुङ्गामुढा गरिरहेका छन्। माहौल यति बेला सिनेमङ्गलमा आएर तनावग्रस्त अवस्थामा परिणत भएको छ। आजको अराजक प्रदर्शनले धेरै कुराको संकेत गरेको छ। यो आन्दोलन अब थप चर्किने अवस्था छ। भोलिदेखि थप सुरक्षा चुनौती बढेको खतरा सरकारले गरेको छ र त कर्फ्यू लगाउनेदेखि सडकमा सेना उतार्नेसम्मको एक्सन लिएको छ। साँझबाट सेना सडकमा हतियार सहित उत्रेको छ। यो आन्दोलनलाई, राजावादीहरूको आन्दोलनलाई उक्साउन, अराजक बनाउन, हिंसात्मक बनाउन कतै न कतै प्रधानमन्त्री केपी शर्मा ओलीको पनि दोष देखिन्छ। हिजो र अस्तिको उनको सम्बोधन भाषणहरू हेर्ने हो भने अराजक प्रदर्शनकारीहरूलाई उक्साउने, अराजक बनाउन र उदण्ड बनाउन, उत्तेजित बनाउने किसिमका भाषणहरू थिए।